tea is ready now. Kuya मम्मीले बनाएको टी मसला हालेको हालेछ के सो कस्तो मिठो हुन्छ कि हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल म चाहिँ अहिले काम तापिरहेको छु नाइस वेदर छ आज काम लागिरहेको छैन कति पछि आज मेरो बिदा थियो त्यही भएर अनि घरमा कोही पनि छैन मसँग बोल्ने मान्छे पनि कोही पनि छैन सो म क्यामेरा ओपन गरेर आफै एक्लै बोल्दैछु भ्लग पनि भयो मलाई साथी पनि भयो सो आजको वेदर यस्तो छ चराचुरुङ्गीको साथमा मिठो चिया खाँदैछु मैले कपडाहरू पनि सुकाइसकेँ कस्तो मोटो देख्न कि कमरामा स्वर्गमा पुगे जस्तो हुन्छ यस्तो गर्दा चाहिँ यस्तो मौसम पनि यस्तो राम्रो छ अब एकछिन घरमा कुरा गर्छु एन्ड देन म बाहिर निस्किन्छु होला सपिङ जान्छु होला निशानको पनि काम छ मेरो मात्रै छुट्टी बेरोजगारीमा मात्रै भए बेरोजगारी चाहिँ होइन है फेरि मक्क पनि होइन काम गर्छु हेलो भन्नु हेलो नमस्ते भन्नु नमस्ते सन्चै राम्रै हुनुहुन्छ सबैलाई सन्चै छ टमी सेकेन्ड टमी कमगस्थान मन्दिर Good. So that's my parcel. Amazonबाट एउटा सामान मगाएको छु हेरौँ कस्तो हुन्छ म चाहिँ अहिले ओपन गर्छु भर्खर आयो अब चाहिँ मैले रेडी भएर जान आँटेको अहिले ओपन गर्छु म यसलाई चाहिँ म चाहिँ रेडी भइसकेँ होइन अब चाहिँ म रेडी भइसकेँ होइन तर रेडी भएको जस्तो पनि देखेको रहेको छैन तर इट्स ओके फाइन नो प्रब्लम कस्तो देख्यो यतिले मैले त यहाँ पुग्दैन त्यसलाई पनि मलाई केही लाउनुपर्छ लगाउँछु नलाउनु पनि भयो कि राम्रो लगाउँछु होला यस्तो घाम भनेर त्यस्तो पनि लाग्यो बादल लाग्नु लागिसक्यो मेरो रेन कस्तो देखियो यस्तो देखिरहेछ ल मेरो आउटफिट अझै राम्रोसँग खोलेको चाहिँ छैन यहाँबाट चाहिँ हो हामी के सुरुमा फर्स्टमा यहाँ सुरुमा आउने बेलामा चाहिँ यो पार्कमा चाहिँ आएको थियौँ अनि त्यति बेला चाहिँ यो ट्री लाइक अर्कै पात थियो Jan 5तिर अझै अहिले मार्च लगाइसक्यो नि त त्यही भएर झर्नु यो कलर अर्कै भइसक्यो क्या मेरो कपाल होइन केही न केही गर्नु मन छ कि कपालमा न्यू चेन्ज लिनु मन छ के गर्ने होला लाइक नेपालमा हुँदा त गरिरहेको हुन्थ्यो नि त तर यहाँ त्यस्तै गरेकै छैन कि केही पनि ओ फुलकुमारी चिल गर्छन् के म पनि चिल गर्न आएको एकछिनपछि चाहिँ म फेरि सेन्ट्रल लन्डन जान्छु
म योभन्दा माथि चाहिँ कति धेरै छ कि अझै उता नेक्स्ट साइडमा पनि यति धेरै ठाउँहरू छ ठाउँ चाहिँ एकदम राम्रो छ उता तर म त्यहाँ जाँदिनँ किनभने म एक्लै छु मलाई डर लाग्छ त्यही भएर यहीँ जस्तो यो खुल्ला ठाउँमा सबैले देख्ने ठाउँमा चाहिँ बस्छु कि सेफ हुन्छ नि त डर लाग्छ नि त एक्लै फेरि डराउनु फेरि किन डराउनु भन्दा डर लाग्छ कि अब यता कतै म गएर बस्छु अनि हामी कुरा गर्नेछौँ तर मलाई कस्तो डर लागिसक्यो म मान्छेको नजिकमा चाहिँ गएर बस्छु ओ माई गड तर जहाँ पनि म कपाल देखिरहेको छु म एक्लै कहाँ गएर बस्छौँ के म अब एक्लै कहिले आउँदिनँ फुलकुमारी यतापट्टिको साइडमा लाउँछु लाइक कता बस्छु म यतातिर मैले जता पनि कपाल देखेको छु साथीहरू मलाई लाज लाग्यो तल नै बस्नु थालेको थियो तर अरूको प्राइभेसी मेन्टेन पनि गरिदिनु पऱ्यो नि त आफ्नो भिडियोको चक्करमा अर्काको प्राइभेसी भट्टाभुङ्ग गर्नु भएन नि म चाहिँ अब होइन धेरै ढिला नगरी चाउचो खाना गइरहेको छु वा म कस्तो राम्रो आएको हो खान्छु म यस्तो छ अवस्था अघि कस्तो थियो अहिले कस्तो भइसक्यो के बादल लागेर केही पनि ट्रस्टेबल छैन के नथिङ मौसम त यस्तो छ मान्छेहरूलाई चाहिँ अब कसरी ट्रस्ट गर्न सकिन्छ घामै गयो छ्याउ यताको हेर यस्तो बब्बार मिठो हुन्छ क्या घाँस मिठो हुन्छ नेपालको मलाई मिठो लाग्थेन यहाँको स्याउ चाहिँ बब्बाल हुन्छ है बब्बाल राम्रो रहेछ यता त यहाँ त चाहिँ मैले छिटो स्याउ सकाउँछु अब म यहाँबाट निस्किन लागेँ एकदम इन्जोय गरेँ मैले एक्लै यहाँबाट चाहिँ निस्किन लागेँ होइन यति धेरै म यहाँ बस्छु भनेर चाहिँ मैले सोचेको पनि थिएन कि तर म 2 बजे घरदेखि हिँडेको
भर्खर घर जाँदैछु 4 बजे। अहिले चाहिँ कस्तो राम्रो आएको फेरि। अघि उतानिर चाहिँ एकदम कस्तो लाग्यो कि मलाई। तर पनि मैले भिडियो बनाइरहेको थिएँ, म अपलोड पनि गर्छु। अहिले यत्रो घन्टासम्म पनि म आफूले एक्लै फिल चाहिँ गरेन कि त्यो भिडियो बनाएर। के बोल्नु के नबोल्नु है। म गएको नि त्यहाँ हो कि त्योवाला त्यहाँ हो। अब सिधै यहाँ बाटोबाट फेरि निस्केर स्टेसन जान्छु कि म के सपिङ गर्छु मैले सबै कुरा देखाउँछु। मसँग त्यति धेरै पैसा त छैन, तर पनि म चाहिँ होइन म चाहिँ अहिले ट्रेन स्टेसन। ओ माई गॉड, नो एलिजाबेथ लाइन कस्तो ल्या। अब म कसरी जानु, बन्द छ। अब हेर्ने मात्रै होला यहाँबाट। साँच्चै विकेन्ड पो त, फेरि फर्किन्छु अब। मेरो लागि चाहिँ मेरोमा कति फाइदा भयो भन्दै हिँडेको थिएँ नि। बन्द रहेछ ट्रेन, विकेन्ड हो नि त आज, सन्डे, नो ट्रेन। कस्तो दिमाग मान्नै पर्छ। वाह 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 वाह। अब घर मम्मीले त भन्नुभएको थियो कि अघि फोन गर्दा कि थपक्क नि सुतेर नबसेर छुट्टीको बेलामा एक्लै कता हिँडेको भन्नुभएको थियो। मानेको भए आज यस्तो हुन्थेन होला। त्यही भएर पर्सि म कतै जाँदैछु घुम्न। मसँग के पनि कपडा छैन, छन त छ होइन। अलिअलि त सपिङ गरिसकेँ, तर अलिअलि बाँकी छ क्या। अब के गर्नु, भोलि काम छ। भोलि कामबाट फर्केर सपिङ गर्दै आएर फेरि प्याकिङ गर्यो। किनभने हामी जाने ठाउँमा चाहिँ खानेकुराहरू पनि आफै पकाएर खानुपर्छ कि। त्यसमा पनि फार्म हो कि एउटा होइन, लाइक खानेकुराहरू आफै लिएर गएर आफै पकाएर खाने हो। अब खानेकुराहरू पनि त प्याक गर्नु पऱ्यो नि त के अब। अनि अझै 2 दिनको हो कि, चाहिँ धेरै सामानहरू प्याक गर्नुपर्ने छ। चर्च हो है यहाँको। आफूलाई देख्दा आफै हाँसो लागिरहेछ मलाई। म घर आइपुगेँ अहिले चाहिँ एकदम स्याड फिल भयो। तर केही छैन, म भोलि गर्नेछु सपिङ। अब आज चाहिँ म अलिअलि भएको प्याकिङ गर्छु। भोलि चाहिँ अब त्यो गर्छु। म घर आएँ, अब चाहिँ म खाना अब एकछिन रेस्ट गर्छु अनि खाना पकाउँछु। म चाहिँ अघि आएको प्याकेज खोल्न गइरहेको छु। सामान पुरा पैसा तिरेर हिजो मगाएको सामान आज आयो कि। केटी भ्लगिङमा लागेदेखि पैसा खर्च भइरह यति त होला। अनि सुनिन्छ कि यसरी। अब चाहिँ म खाना बनाउँछु। भइसक्यो, अँध्यारो हुन्छ अब 6 बज्यो। अहिले चाहिँ म चिया बनाउन लागेको छु। चाय इज म्यान्डेटरी। सब मसला चाहिँ मलाई मम्मीले बनाउनु भएको। माइन्ड दिस कुच्चेको कुकर। म चिया बनाउँछु, चिया बनाउँदैछु। यहाँ चाहिँ मेरो मोमो तताउँदै थिएँ, तात्यो होला। मोमो अनि चिया। कसले खान्छ मोमो अनि चिया? मैले। म चाहिँ
मासु पाक्दैछ मेरो यहाँ च्याउ पाक्नु लाग्यो मसरुम चाहिँ अब रेडी भयो रेसिपी The next day. म चाहिँ भर्खर कामदेखि आएँ अब हिजो गर्न नपाएको सपिङ गर्न जान्छु ल म आज सो अहिले चाहिँ म सेन्ट्रल लन्डन आइसकेँ मैले चाहिँ यो किनिसकेँ मलाई चाहिँ सेम यो कलरको लिपस्टिक चाहिएको कि यो चाहिँ मेरो हो होइन सक्यो यही लाग्छु मैले चाहिँ यहाँ ब्लसहरू हेर्दैछु I'm going to choose which one confused by Emma. Should I buy this one? को सोल बेग्रे रहेछ 50 रुपैयाँमा मैले बनाइदिन्छु चिप्पो लाग्यो ठिक छ ठिक छ दामी छ ल तर मलाई यो पनि मन पऱ्यो थियो ल पछि किन्छु यसलाई चाहिँ ल मैले चाहिँ यो जुत्ता लिएँ हाम्रो चाहिँ भर्खर सपिङ भइसक्यो हाम्रो अहिले चाहिँ हामी म्याकडोनल्डमा आएको छौँ कुर्दैछौँ होइन मेरो चाहिँ बर्गर भेज बर्गर हो भइसक्यो हाम्रो